गाइस नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि हजुरको माझमा चाहिँ मैले तातो तातो हेर्नु न तातो तातो एक प्लेट मोमो लिएर आएको छु। म चाहिँ दोकानमा छु मैले। ओके गाइस, म चाहिँ अब खानु गइरहेछु। हजुरहरू चाहिँ हेर्नु होला। म चाहिँ दोकानमा छु नि त, अनि कस्टमरलाई त्यहाँ क्यामेरामा हेर्दै खाँदैछु। कस्टमर आयो भने चाहिँ भिडियो अफ गर्नुपर्ने हुन्छ नि त, त्यही भएर अहिले चाहिँ आएको छैन। अनि त्यही भएर चाहिँ म खाँदैछु हजुरको सामु। खाएँ गाइस। अचार चाहिँ एकदम पिरो छ, डल्ले खोर्सानीको। अनि हजुरलाई नि खानु मन परेमा हाम्रो दोकानमा आउनु होला अनि खानु होला। एकदम मिठो छ, अहिले पाकेको यो तातो तातो। अचार चाहिँ एकदम मिठो छ, पिरो। यो चाहिँ मलाई थाहा छैन कति मिनटको हुन्छ, छोटो भए पनि युट्युबमा हालिदिनु पर्यो भनेर। कस्टमरले लानुभयो नि त मोमो, अनि यो चाहिँ उप्रेर यस्तो मुखबाङ गर्नु मन पऱ्यो, त्यही भएर चाहिँ म खाँदैछु। यो चाहिँ यस्तो चिसो मौसममा चाहिँ एकदम मिठो हुन्छ। अचार चाहिँ मैले धेरै खाएर सिद्धिहालेँ, तर म थप्दिनँ, यतिकै खान्छु म डलेर। हात चाहिँ मैले दुईवटै खाँदैछु। मेरो चाहिँ आँखा यस्तो निदाउरो देखिरहेको, रातभर सुत्नु पाउँदैन नि त, नानी हुन्छ अनि कामले पनि गरेको हुन्छ, त्यही भएर त्यस्तो देखेको गाइस। हाई गाइस, फाइनली मैले चाहिँ मोमो नि खाइसकेँ।
अनि त्यही गाइस हजुरहरूलाई खानु मन परेमा हाम्रो दोकानमा आउनु होला। त्यही हो मैले चाहिँ एकदम छोटो मुखबाङ गरेर मोमो मात्रै खाएर त्यहाँदेखि 1 प्लेट जति चाहिँ थियो होला मैले नगर्नै हालेको नि त अनि 1 प्लेट चाहिँ थियो भने मलाई उयो छ अनि त्यही मैले चाहिँ खाइसकेँ। अचार पनि एकदम मिठो पिरो होइन सबै थोक मिलेको मोमो खानु मनपर्छ भने चाहिँ हाम्रो दोकानलाई सम्झिनु होला। अनि दोकान पनि यस्तो देखाइदिनु पऱ्यो हजुरहरूलाई। यहाँ चाहिँ चेकआउट गर्ने हो नि त यता हेर्नु होला। अनि यता त्यही हो हाम्रो दोकानमा चाहिँ लुगाहरू राख्छौँ। लुगाहरू पनि छ अनि हजुरहरूलाई अब नेपाली आइटम इन्डियन आइटम जस्तै आटा मैदा दालहरू हजुरहरूलाई चाहिएमा अब नेपाली दोकानमा के पाउँछ भने हजुरलाई थाहै होला नि त। अनि चाहिएमा हाम्रो दोकानमा नि आउनु होला अनि लानु होला। अब चाहिँ पानी खानु पर्यो। अहिले चाहिँ म मात्रै दोकानमा छु नि त। कञ्चन चाहिँ उता माक्सहरूको दोकान जानुभएको छ अनि अघि भर्खर त्यही भएर चाहिँ म एक्लै छु दोकानमा। त्यही अनि गाइस हाम्रोमा चाहिँ यस्तो फिङ्गर पनि बेच्छौँ यस्तो फिङ्गर पनि बेच्छौँ अनि यस्तो पनि बेच्छौँ। हजुरलाई मन परेमा खान आउनु होला। त्यही गाइस अब चाहिँ मेरो पान बनाउनु पर्ने छ। पान पनि कति छ भनेर हजुरलाई देखाउनु पर्यो। पान चाहिँ यति रहेछ मिठा पान सादा पान यति रहेछ। आजलाई चाहिँ पुग्छ अनि त्यही हो पत्ताहरू काटेर रेडी पार्नुपर्ने हुन्छ गाइस। मैले फाइनली खाइ पनि सकेँ। हेलो गाइस थ्याङ्क यू सो मच फर वाचिङ माई मुकबाङ भिडियो। अनि आज चाहिँ एकदम छोटो त्यतिकै मैले खाएको भिडियो गरेको छु नि त। अनि त्यही हो हजुरलाई मन परेमा लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गर्नु नभुल्नु होला। अनि हजुरहरूलाई पनि यस्तै तातो फ्रेस भेजको मोमो खानु मनपर्छ भने हाम्रो दोकानलाई सम्झिनु होला। अनि हजुरहरूलाई नि एकदम वेलकम छ हाम्रो दोकानमा अनि आइदिनु होला। थ्याङ्क यू सो मच। अनि हजुरहरू डोन्ट फर्गेट टु सब्सक्राइब माई channel. Thank you so much. See you next time. Bye bye.